हेलो हेलो कक्षा 8 का भाइ बहिनी ग्रेड 8 क्लास 8 का स्टुडेन्ट्सहरू हामी आज नेपालीको पाठ 1 है लेसन 1 हामी पढ्दैछौँ। शहीदको सम्झनामा कविता पूर्व पठन। दिएका विषयवस्तु र चित्रको बारेमा समूहमा छलफल गर्नुहोस् भनेको छ र यहाँ चाहिँ शहीदहरूको बारेमा यहाँ पिक्चरहरू दिएको छ। यो चाहिँ हाम्रो तल रत्न पार्कको शहीद उसमा हो यो चाहिँ। र अब यो हामीले अलिकति हेरौँ। नेपालमा समय समयमा महत्त्वपूर्ण परिवर्तन भएका छन्। विक्रम सम्वत 2007 फागुन 7 मा प्रजातन्त्रको उदय भयो र विक्रम सम्वत 2046 चैत्र 26 मा प्रजातन्त्रको पुनर्स्थापना भयो। विक्रम सम्वत 2062-63 को जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो र संविधान सभाबाट पहिलो पटक नेपालको संविधान विक्रम सम्वत 2072 असोज 3 मा जारी भयो। यस्तो परिवर्तन सजिलै प्राप्त भएका होइनन्। यसको लागि नेपाल आमाका कयौं सपुतले बलिदान दिएका छन्। देशको लागि बलिदान दिने व्यक्ति शहीद हुन् है त। सो ती महान शहीद सदा अमर रहने भएकोले तिनको योगदानको बारेमा छलफल गरौँ भनेर पूर्व पठनमा दिएको छ है त। अब हामी मूल पाठमा जाउँ। मूल पाठमा चाहिँ यो 1 मा शहीदहरूको सम्झना भन्ने कविता छ र यो कविता चाहिँ भुपी शेरचनले लेखेका हुन् है। शहीदहरूको सम्झना चाहिँ कसले लेखेका हुन्? भुपी शेरचनले यो कविता लेखेका हुन्। बुझ्नुभयो भाइ बहिनीहरू? ग्रेड 8 का भाइ बहिनीहरू, शहीदहरूको सम्झना चाहिँ कसले लेखेका हुन्? भुपी शेरचनले लेखेका हुन्। यहाँनिर अब यो कवितालाई हामी अगाडि बढाउँ। शहीदहरूको सम्झनामा कवितालाई हामी सरसर्ती अगाडि जाउँ है त। हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। हैन त? बिहान मिरमिरे नभइकन तारा चाहिँ यदि झरेर गएन भने, तारा अस्ताएन भने बिहान मिरमिरे हुँदैन। र 2-4 जना व्यक्ति सपुतहरू चाहिँ शहीद भएन भने मुलुक बन्दैन भनेर भनेको छ हैन। उठमा हाँसो गालामा लाली तब आउँछ जगतको, देशको पिरले भेटी जब बिरले चढाउँछ रगतको हैन। घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्दा, मातृभूमिको चरण ढोगी भाग्दछ दासता है। अब यो ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको हैन। जब मान्छेको ओठमा चाहिँ हाँसो आउँछ, गालामा यस्तो लाली चम्कन्छ, कति बेला? तब आउँछ रगत जगतको है त। त्यो जगतको चाहिँ त्यस्तो स्थिति कति बेला आउँछ त? जब देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको हैन। घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्दा, अनि मातृभूमिको चरण ढोगी भाग्दछ दास्ता। दास्ता भनेको चाहिँ हैन स्लेभ हैन, स्लेभरी, दास। यस्तो किसिमको दासहरू चाहिँ दास्ताहरू तानाशाहहरू भाग्दछन् भनेर भनेको छ है त। अब शब्द अर्थ पनि हेर्दै जाउँ है सरसर्ती। मिरमिरे भनेको बिहानी पख हुन लागेको अवस्था है। सपुत भनेको सुपुत्र असल सन्तान, भेटी भनेको दक्षिणा अथवा उपहार, फाँसी भनेको झुन्डाएर दिने मृत्युदण्ड, मातृभूमिको जन्मभूमि, चरण भनेको गोडा पाउ, दास्ता भनेको नोकर वा दास हुनको अवस्था वा भाव है त। बुझ्नुभयो? ओके, अब अर्को चाहिँ हरफहरू पढ्दै जाउँ। उम्रन्न बोट कसैले बिउ छरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको है। शहीदको चाहिँ के छ त? रगत छ गाँसमा, खानेमा, फेर्ने सासमा भनेर भन्छ यहाँ। हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको, हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन शहीदको है। त्यसकारण हरेक चालमा, धड्कनमा, मुटुको सबैमा चाहिँ शहीदले, जुन शहीदले चाहिँ हामीलाई उनीहरूले बलिदान भए, आफ्नो चाहिँ मृत्यु वरण गरे अनि मरेर चाहिँ स्वतन्त्र दियो हामीलाई हैन। अनि यो हामीले फेर्ने सासहरूमा
जिउने कुराहरूमा हरेक खुसीहरूमा चाहिँ अहिले जुन फ्रिडमको हामीले चाहिँ स्वतन्त्रताको चाहिँ हामीले उपभोग गरिरहेका छौँ यो चाहिँ शहीदहरूले दिएको योगदानको बारेमा हो कारणले गर्दा हो भन्न खोजेको हो है त। अब अर्को यहाँ छ पाउने थिएनौ खुसी तिनले छाडेर नगए बन्दैन मुलुकको 2-4 सपुत मरेर नगए हैन। यदि उनीहरूले चाहिँ आफ्नो जीवन त्यसरी बलिदान दिएर नगएको भए हैन हामीले खुसी पाउने थिएनौँ। यदि यसरी 2-4 व्यक्ति सपुत नभएको भए शहीद नभएको भए मुलुक पनि बन्दैन थियो हैन भनेर यहाँ भनेका छन्। हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला गोली निलेका शहीदको प्यारो लासले धिक्कारला धरतीले मुख लाजले छोप्ला आकाशले धिक्कारला शहीद रोलान् हामीले उन्नति गरेर नगए है। अनि लास्ट हरफहरूमा हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। र भुपी शेरचनद्वारा लिखिदियो कविता है कक्षा 8 को पाठ 1 मा यो राखिएको छ र यो शहीदले कसरी योगदान पुर्यायो शहीदको कारण देश मुलुक कसरी अगाडि बढिराखेको छ र शहीदको कारणले गर्दाखेरि जो व्यक्तिहरू शहीद बने देशको लागि जनताको लागि आफ्नो मातृभूमिको लागि हैन त्यसकारण हामीहरू निम्ति चाहिँ अहिले खुसी गर्व हुने ठाउँ छ भनेर भुपी शेरचनले बताएका छन्। अब केही तलको वर्ड्सहरू शब्द अर्थ हेरौँ है त। धड्कन भनेको ढुकढुकी पल भनेको ज्यादै छोटो समय कर्तव्य भनेको मानिसले गर्नुपर्ने राम्रो काम धिक्कार भनेको निन्दा र तिरस्कार है त। ओके अब हामी एक्सरसाइजतिर जाउँ है त। शब्द भण्डार दिएको अर्थ आउने शब्द शहीदहरूको सम्झनामा कविताबाट खोजेर लेख्नुहोस् भनेको छ है त। यहाँ रातोपना लालीमा भन्ने छ त्यसको चाहिँ लाली रोप्न वा छर्न राखेको अन्न आदिको गेडालाई बिउ भन्छ है। एक पटकमा मुखमा हाली खाइने खानेकुरा घाँस पृथ्वी अनि जमिनलाई धरती भन्छ धरती है त। अनि प्रगति वा अभिवृद्धिलाई भन्छ उन्नति है त। रातोमा चाहिँ सबै एन्सरहरू हो उत्तरहरू। अब तर 2 मा छ दिएका लय मिल्ने शब्द पढी लेख्नुहोस् भनेको छ। त्यसमा अब लहरा छहरा हैन यो मिलेको छ नि त हैन लय मिलेको चाहिँ नि सुरिलो कुरिलो जङ्गल मङ्गल लायक गायक लुसुक्क मुसुक्क सगर बगर यो सबै के छ त लय मिल्ने शब्दहरू छ है अनुप्रास मिल्ने शब्दहरू छन् है त। र कवितामा पनि त्यस्तै किसिमको लय मिल्ने शब्दहरू प्रयोग गरेर कविताहरू लेखिएका छन्। अब 3 नम्बरमा तल दिएका शब्दहरूको लय मिल्ने 2वटा शब्द लेख्नुहोस् भनेको छ। जस्तै वीरको के छ शिर वीर। अब पहराको के छ यहाँ छहरा लहरा। रसिलोको के छ पोसिलो मलिलो हैन पोसिलो कसिलो हँसिलो जे बनाउँदा पनि मिल्छ तपाईले है त। असारको के छ कसार बसार मसार पनि हुन्छ होला हैन। पाखाको के छ काखा माखा हैन। अनि भाका पनि हुन्छ होला। अब दास्ताको के छ हाँस्ता बस्ता है। यी तमाम कुराहरू तपाईले यसरी मिलाउने हो यो है लय यसको शब्द लय मिल्ने शब्दहरू होइन। अब हामी तल जाउँ 4 मा तल दिएको शब्दलाई वाक्यमा प्रयोग गर्नुस् भनेको छ। अब यहाँ सपुतको के छ हामी देशको सपुत बन्नुपर्छ। अब मुलुक के छ मुलुक बाहिर जाने नेपाली धेरै छन्। बिउ बाली उमार्न बिउ छर्नुपर्छ हैन कर्तव्य चाहिँ हामीले कर्तव्य बिर्से इतिहासले धिक्कार्ने छ हैन। अब आकाश चाहिँ यहाँ चाहिँ खुला आकाशमा पंक्षीहरू रमाउँछन्। अब धड्कन हाम्रो प्रत्येक धड्कनमा पुर्खाहरूको महत्त्वपूर्ण योगदान रहेको छ शहीदहरूको महत्त्वपूर्ण योगदान रहेको छ भन्दा पनि हुन्छ। तपाईले मिलाएर लेख्ने हो यो जस्ट इक्जामको लागि उदाहरणको लागि यो वाक्यहरू यहाँ दिएका छ। उन्नति छ लास्टमा त उन्नतिको तल हेरौँ देशको उन्नति भए जनतालाई सुख हुन्छ। ल यसरी वाक्य बनाउनुस् है त। यी शब्दहरूको आफ्नै तरिकाले बनाउँदा पनि हुन्छ हैन। बोध र अभिव्यक्ति अब तल दिएको शब्द शुद्ध उच्चारण गर्नुहोस् भनेको छ। तारा मुलुक जगत मातृभूमि धड्कन कर्तव्य उन्नति धरती मिरमिरे है मिरमिर। अब यहाँ
शहीदहरूको सम्झनामा कविता लयबद्ध वाचन गर्नुहोस्। अघि नै हामीले कविता वाचन गरिसकेछौँ, तपाईँले पनि वाचन गर्न सक्नुहुन्छ। 3 मा शहीदहरूको सम्झनामा कविता पढी सोधिएको प्रश्नको मौखिक उत्तर दिनुहोस् भनेको छ। कवितामा के झरेपछि बिहान हुन्छ भनिएको छ। कवितामा मिरमिरेमा तारा झरेपछि बिहान हुन्छ भनिएको छ है त। अब अर्को प्रश्न, कसले रगतको भेटी चढाउँछ? वीरले रगतको भेटी चढाउँछ। हामीले कसरी खुसी पाएका छौँ? शहीदहरूले योगदान दिई खुसी छाडेर गएकोले हामीले खुसी पाएका छौँ भनेर लेख्ने हैन। शहीद किन रुन्छन् होला हैन? हामीले उन्नति गरेर नगए शहीदहरू रुन्छन् होला। अब शहीदहरूको सम्झनामा कविता चाहिँ कति हरफमा संरचित छ? शहीदहरूको सम्झनामा कविता 20 हरफमा संरचित छ भनेर उत्तर दिने। ल अब तल जाउँ। दिएको कवितांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्। हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको, हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको, हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ शहीदको है त। अब हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको भन्नुको आशय के हो हैन? हाम्रा कुन कुन कुरामा शहीदको योगदान छ हैन? अब यो कुरालाई हामीले यहाँ हेर्यौँ है त। अब यसको एन्सर चाहिँ हामी हेरौँ। हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको भन्नुको आशय के हो त भन्दाखेरि निरंकुशताको अन्त्य गरी स्वतन्त्र ल्याउन देशका सपुतहरू ज्यान दिएर तयार भएर शहीद बने हैन त। जुन बेला शासन चाहिँ एकदम देशमा निरंकुश थियो हैन, एकतान्त्रिक शासन थियो, त्यस्तो शासनको विरुद्धमा जनतामाथि दमन थियो हैन। त्यसो बेला चाहिँ देशमा सपुतहरू चाहिँ आफ्नो जीवन दिनको निम्ति शहीद भएरको निम्ति तयार भए नि त हैन। अनि आज हामीले जति पनि गतिविधिहरू निर्धक्कसँग गरिरहेका छौँ त्यसमा शहीदहरूको के छ त योगदान रहेको छ। सास फेर्न समेत त्रसित हुनुपर्ने निरंकुशताबाट मुक्ति दिई निर्धक्कसँग सास फेर्न र उन्नति गर्न पाउने अवस्था शहीदले लिएकोले हाम्रो मुटुको प्रत्येक चालमा शहीदको धड्कन हुनुपर्छ भन्नु नै यसको आशय हो हैन। तपाईको चाहिँ राणा शासनको अन्त्य भयो, पञ्चायती शासनको अन्त्य भयो, त्यसपछि अन्य विभिन्न शासनको अन्त्य हुँदै अहिले चाहिँ गणतन्त्र शासनमा छौँ र यहाँसम्म आइपुग्दाखेरि कति मानिसहरूले चाहिँ आफ्नो जीवन गुमाए, शहीद भए हैन। र यो शहीदहरूको योगदानको कारण नै आज हामी उभिएको छौँ भन्न खोजेको हो यो कविताको आशय। अब दोस्रोमा छ हाम्रो कुन कुन कुरामा शहीदको योगदान चाहिँ रहेको छ हैन। अब यहाँ छ हाम्रो प्रत्येक कुरा तथा गतिविधिहरूमा चाहिँ शहीदको योगदान रहेको छ। शहीदले रगत बगाएकोले हामीले स्वतन्त्रपूर्वक खाना पाएका छौँ र आनन्दपूर्वक सास फेर्न पाएका छौँ। बुझ्नुभयो नि? हाम्रो खुसीको प्रत्येक क्षणमा र मुटुको प्रत्येक चालमा शहीदको जीवन र धड्कन रहेको छ भनेर भनेको छ है त। अब त्यस कारणले यो कविता पढेर हामीले यसको एन्सर दिँदाखेरि चाहिँ यस्तो भयो। अब तल जाउँ। शिक्षकबाट कवितांश सुन्नुहोस् र छुटेको शब्दभरि पुनर्लेखन गर्नुहोस् भनेको छ। ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको, देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको, घाँटीमा फाँसीको माला गाँसी वीरले हाँसता, मातृभूमिको चरण ढोकी भाग्दछ दासता। है यो खाली ठाउँ रातोमा भरेको छ। माथिको कविता हेरेर तपाईँले भर्न सक्नुहुन्छ। सजिलो छ यो, त्यति गाह्रो छैन। अब तल जाउँ। 6 मा शहीदको सम्झनामा कविता पढी दिएका प्रश्नको संक्षिप्त उत्तर दिनुहोस् है त। अब यहाँ चाहिँ के छ त कवितामा मूल हैन। अब कवितामा चाहिँ के भनेछ, कवितामा हैन के भनेछ, कवितामा मुलुक कसरी बन्छ भनेर भनिएको छ। वीरले किन रगतको भेटी चढाउँछन् 6 नम्बरको क्वेसन है त। हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान छ, शहीदप्रति हाम्रो कर्तव्य के हो भनेर भनेको छ। बुझ्नुभयो नि? अनि अब यो 5 नम्बरको क्वेसनलाई पनि हामी यहाँ हेर्नेछौँ है त। यहाँ 5 नम्बरमा के छ, यहाँ अघि हामीले हेरेका थियौँ तपाईको 5 मा ओठमा हाँसो गालामा लाली तब आउँछ जगतको, देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको, घाँटीमा फाँसीको माला गाँसी वीरले हाँसता, मातृभूमिको चरण ढोकी भाग्दछ दास्ता। अघि हामी खाली ठाउँ भरेका थियौँ नि त, हो त्यही हो यो है त। अब यहाँ शहीदहरूको सम्झना कविता पढी दिएको प्रश्नको संक्षिप्त उत्तर लिनुहोस्। कवितामा
लेख्नुहोस् भनेको छ। कवितामा मुलुक कसरी बन्छ भनिएको छ। अब मुलुकमा व्याप्त अन्याय, अत्याचार, शोषण र निरंकुशताको कारण बन्दी सरह जीवन बिताइरहेका जनताका लागि स्वतन्त्र दिलाउन सच्चा सपुतले आफ्नो ज्यानको बाजी राखी चाहिँ लड्नुपर्छ होइन। र उनीहरू मुलुकको लागि ज्यानै अर्पण गर्न पनि तयार हुन्छन्। कवितामा बिहान हुनका लागि मिरमिरेमा तारा झरेर जानुपर्छ अनि मात्र बिहान हुन्छ भनिएको छ। त्यसै गरी मुलुक बन्नको लागि 2-4 सपुतले ज्यान बलिदान दिनुपर्छ भनेर भनिएको छ है। त्यसपछि मात्रै त्यो यदि 2-4 जना व्यक्ति चाहिँ सपुतहरू शहीद भयो भने मात्रै देश चाहिँ बन्छ भनेर भनेको छ। त्यसकारण तपाईँले कविताको भावलाई बुझेर आफ्नै शैलीमा यसको उत्तर लेख्दाखेरि धेरै राम्रो हुन्छ। वीरले किन रगतको भेटी चढाउँछन् है त। अब यसको देशको पीरले गर्दा वीरहरू देशको लागि रगतको भेटी चढाउँछन्। देशलाई निरंकुशताको दलदलबाट मुक्त गरी स्वतन्त्रता र लोकतन्त्र स्थापना गर्न वीरहरू हाँसी हाँसी फाँसीमा चढ्न पनि तयार हुन्छन्। यसबाट सिङ्गो देशको ओठमा हाँसो र गालामा लाली आउँछ। तसर्थ मुलुकको पीर अन्त्य गरी वीरले रगत भेटी चढाउँछन् भनेर भनेको छ है त। त्यसकारण वीरले किन रगतको भेटी चढाउँछन्? किन उनीहरू त देशको लागि, जनताको लागि होइन, सबैजनालाई स्वतन्त्र होस् भनेर जिउनको लागि यी तमाम कुराको लागि चाहिँ है यसरी जनताले रगत चढाउँछन् भनेर भनेको छ है त। ओके, अब हामी जाउँ तल। हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान रहेको छ? आज हामीले जुन स्वतन्त्रता र खुसी उपयोग गर्न पाइरहेका छौँ यसमा शहीदहरूको योगदान रहेको छ। शहीदहरूको बलिदानले गर्दा चाहिँ आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खुसी उपयोग गरिरहेका छौँ। तसर्थ हाम्रो खुसीको प्रत्येक पलमा शहीदको योगदान रहेको छ भनेर एन्सर दिने होइन। र किनभने यदि शहीदहरूले आफ्नो जीवन नदिएको भए त हामीले कुन शासनमा हुन्थ्यौँ, कुन समयमा हुन्थ्यौँ थाहै छैन। तर शहीदहरूले चाहिँ धेरै बलिदान दिँदा आजको स्थितिसम्म हामी आइपुगेका छौँ। र आज तपाईँ र म ढुक्कसँग स्वतन्त्रसँग बोल्न सक्छौँ होइन। आफूले राखेको चाहेको विचार राख्न सक्छौँ र स्वतन्त्रताको साथ स्वतन्त्रता उपभोग गर्न पाएका छौँ। मौलिक हकहरू उपभोग गर्न पाएका छौँ। तमाम कुराहरू छन्। अनि तपाईँले चाहिँ यसलाई यसरी मिलाएर आफ्नै शैलीमा पनि उत्तर दिन सक्नुहुन्छ है त। शहीदप्रति हाम्रो कर्तव्य के हो त? हामीले पाएको खुसी शहीदको योगदान हो। हामी सबैले शहीदले देखाएका बाटोमा होइन हिँडेर उनीहरूले देखेका र देखाएका सपना पुरा गर्न एकताबद्ध भएर लाग्नुपर्छ। राष्ट्र निर्माणको बाटोमा सबै अघि सर्नुपर्छ। लोकतन्त्रलाई संस्थागत र समृद्ध बनाउन लाग्नुपर्छ। व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई उन्नतिको पथमा हिँडाउनुपर्छ। यो नै हाम्रो कर्तव्य हो, शहीदप्रतिको कर्तव्य हो भनेर। त्यसकारण शहीदप्रति हाम्रो कर्तव्य के त? शहीदले जो कुराको लागि उनीहरूले रगत दिए, जीवन दिए होइन, त्यो कर्तव्य चाहिँ अब हामीले देशमा विकास गर्नु पर्यो, विकासको मोडल गर्नु पर्यो होइन, विकास ल्याउनु पर्यो होइन। अब चाहिँ यो बात त्यो बात भनेर लड्नुको साटो चाहिँ देशलाई कसरी हामी चाहिँ विकास गर्न सकिन्छ भन्ने सोचमा चाहिँ अगाडि बढ्नुपर्छ। र यो हाम्रो कर्तव्य हो, नेपालीहरूको कर्तव्य हो। आफ्नो देशमा विकास गर्ने होइन, विश्वमा चाहिँ नमुना तरिकाले अगाडि बढ्ने कुरा हो नि त। अहिले चाहिँ विभिन्न किसिमको विचारधारामा मान्छे बाँडिएका छन् अनि एकले अर्कालाई खोइरो खन्ने कामहरू भइरहेको छ र यो नहुनुपर्ने हो। अब हाम्रो कर्तव्य भनेको चाहिँ देश विकास गरेर अगाडि बढ्ने हो, सब एक भएर। ओके, अब हामी नम्बर 6 को सकेपछि अब यहाँ 7 मा के भन्छ? शहीदहरूको सम्झनामा कविताको दोस्रो श्लोकबाट 3वटा प्रश्न चाहिँ नै निकाल्नुहोस्, निर्माण गर्नुहोस् भनेको छ। यहाँ हामीले दोस्रो श्लोक पनि तलको प्रश्न उत्तर दिनुहोस् भनेको छ। वीरले किन रगतको भेटी चढाउँछन्? वीरहरू कसरी हाँस्छन् र दास्ता कसरी भाग्दछ? यो यसरी हामीले चाहिँ प्रश्न निर्माण गर्नुपर्छ र यो एउटा नमुना हो। तपाईँले त्यो किसिमले प्रश्नहरू निर्माण गर्न सक्नुहुन्छ। अब 8 मा जाउँ हामी। दिएको कवितांशलाई गद्यमा पढी लेख्नुहोस् भनेको छ। उदाहरण: हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, मिरमिरेमा तारा झरेर नगए बिहान हुँदैन। उदाहरण है यो। यसलाई यस्तरी दिएको छ नि, यसको उत्तर चाहिँ तल यसरी दिएको छ। अब त्यस्तै तरिकाले उम्रन्न बोट कसैले बिउ छरेर नगए। उत्तरमा कसैले बिउ छरेर नगए बोट उम्रन्न। हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको है। या अब गद्यमा उत्तर दिँदा हाम्रो मुटुको प्रत्येक चालमा शहीदको धड्कन छ भनेर लेख्नु पर्यो।
पाउने थिएनौ खुसी तिनले छाडेर नगए। माथि चाहिँ लय मिलाएर लेखेछ नि त, अब तल चाहिँ सेन्टेन्स मिलाएर लेख्ने। तिनले छाडेर नगए खुसी पाउने थिएनौ, वाक्यमा गद्यमा लेखिएको छ। अब शहीद रोलान हामीले उन्नति गरेर नगए भनेर माथि चाहिँ लयमा गरेको छ। अब गद्यमा लेख्दा चाहिँ हामीले उन्नति गरेर नगए शहीद रोलान भनेर सेन्टेन्स बन्यो एउटा है त। अब व्याख्या गर्नुहोस् नौमा। हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला, गोली निलेका शहीदको प्यार लासले धिक्कारला भनेछ। अब यसलाई 9 को एन्सर हामी जाउँ यहाँ है। प्रस्तुत कवितांश शहीदहरूको सम्झनामा शीर्षकको कविताबाट साभार गरिएको हो। यस कवितामा रचनाकार कवि भुपी शेरचन हुन् हैन। माथिको कवितांशमा प्रत्येक नेपालीलाई आफ्नो कर्तव्य नबिर्सन आग्रह गरिएको छ। प्रत्येक वर्ष माघ 16 को दिन शहीद दिवस मनाइन्छ। उक्त दिन शहीदहरूको फोटो तथा शालिगमा माल्य अर्पण समेत गरिन्छ। यति कार्यले मात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुँदैन। हामीले शहीदले देखाएको बाटोमा हिँड्न सक्नुपर्छ। उनीहरूले देखेका र देखाएका सपना पूरा गर्न लाग्नुपर्छ। सबैको अधिकारको प्रात्यबुद्धि दिलाउँदै लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ। सबैले उन्नति गरी राष्ट्र निर्माणमा लाग्नुपर्छ। हरेकले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। हामीले आफ्नो कर्तव्य बिर्स्यौँ भने हामीलाई इतिहासले धिक्कार्नेछ। गोली निलेको शहीदको लासले पनि धिक्कार्नेछ। यस प्रकार सरल, प्रभावकारी र लोकलयमा आधारित माथिको कवितांशमा कविले प्रत्येक राष्ट्रप्रेमी नेपालीले आफ्नो कर्तव्य बिर्सन नहुने कुरा स्पष्ट पारेका छन् है त। कर्तव्य बिर्सेमा शहीदहरूको लासले धिक्कार्छ, धरती लजाई मुख छोप्छ। हरेक सच्चा देशभक्त नागरिकले राष्ट्र निर्माणको कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ। देशलाई उन्नति प्रगतिको बाटोमा हिँडाउनुपर्छ। तब मात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ, शहीदहरूको वास्तविक सम्झना हुन्छ। यस प्रकार कवि शेरचनले यस कवितामा शहीदहरूको त्याग र बलिदानलाई राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गरेका छन्। शहीदहरूप्रति हाम्रो कर्तव्य के हो, के गरेमा उनीहरू प्रसन्न हुन्छन् जस्ता कुरामा कविले प्रकाश पारेका छन्। यसका साथै उनले राष्ट्रिय चेतना जगाउने भाव पनि यस रचनामा व्यक्त गरेको पाइन्छ भनेर यो व्याख्या गरिएको छ है त। हुन्छ। अब यहाँ चाहिँ के छ, अब यो व्याख्या गर्नुहोस् भनेर सप्रसङ्ग व्याख्याको कुराहरू त्यसरी गर्ने। तपाईँले कविताको भाव बुझेर मजाले व्याख्या गर्दा पनि हुन्छ आफ्नै शब्दमा। अब शहीदहरूको सम्झना 10 मा शहीदहरूको सम्झना चाहिँ कविताको मूल भाव लेख्नुहोस् भनेको छ है त। अब यहाँ शहीदहरूको सम्झनामा कविताको मूल भाव के छ त? उत्तर: शहीदहरूको सम्झनामा कविता झ्याउरे लयमा रचिएको उत्कृष्ट कविता हो। कल्पनाको सुन्दर प्रयोग हुने कवि भुपी शेरचनका कवितामा सर्वसाधारण जनताका दुःख र मर्मलाई सरल भाषामा व्यक्त गरिएको पाइन्छ हैन। उनको निर्झर नयाँ झ्याउरे घुम्ने मेजमाथि अन्धो मान्छे कविता सङ्ग्रहहरू प्रकाशित छन्। प्रस्तुत कवितामा कवि शेरचनले शहीदहरूले देखाएको बाटोमा हिँडी हरेकले आफ्नो कर्तव्य पालना गरेमा मात्र शहीदहरूप्रति सच्चा सम्झना र श्रद्धाञ्जली अर्पण हुने भाव अभिव्यक्त गरेका छन् है त। जसरी बिहान हुनका लागि मिरमिरमा तारा झरेर जानुपर्छ, त्यसरी नै निरुकुंशता अन्त्यका लागि देशका सच्चा सपुतले बलिदान हुने साहस जुटाउनुपर्छ। स्वतन्त्रता हासिल गरी राष्ट्र निर्माणका लागि यो कुरा आवश्यक छ। नेपालमा पनि निरुकुंशता अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था ल्याउन राणाकालमा 4 जना शहीदले ज्यान अर्पण गरे। आज हामीले प्राप्त गरेको गणतन्त्र तिनै शहीदले छडेर गएको प्रजातन्त्रको बिउको परिणाम हो। हामीले प्राप्त गरेको स्वतन्त्रता उनीहरूकै शहादतको कारण प्राप्त भएको हो हैन। तसर्थ हाम्रो सास, चाल, रगत, धड्कन सबैमा शहीदको योगदान बगिरहेको छ। शहीदहरूले आफ्नो खुसी त्यागेर हामीलाई खुसी दिएर गए। तसर्थ हामीले आफ्नो कर्तव्य बिर्सनु हुँदैन। हामीले आफ्नो कर्तव्य बिर्सेमा शहीदहरूको लासले धिक्कार्छ, धरती लजाई मुख छोप्छ। हरेक सच्चा देशभक्त नागरिकले राष्ट्र निर्माणको कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ। देशलाई उन्नति प्रगतिको बाटोमा हिँडाउनुपर्छ। तब मात्र शहीदहरूप्रति साँच्चा श्रद्धाञ्जली हुन्छ, शहीदहरूको वास्तविक सम्झना हुन्छ भनेर तपाईँले लेख्न सक्नुहुन्छ। र आफ्नै शब्द के छ, के तपाईँलाई मनमा बिजेको छ त्यो कुरा, त्यो शहीदहरूको सम्झनाको मूल भावबाट तपाईँले के बुझ्नुभयो त्यो आफ्नै शब्दमा लेख्न सक्नुहुन्छ। हुन्छ। अब 11 मा तल दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् भनिएको छ। अब यहाँ भनेको छ के छ यहाँ तपाईँको
अनुच्छेदमा के राखेछ त हेरौँ है तपाईँ यहाँ। रमेश खत्रीले विक्रम सम्वत 2072 को भूकम्पमा परि दुवै खुट्टा गुमाए। उनै रमेश हुन् जसले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको 5365 मिटरसम्मको उचाइ आरोहण गरे। उनले व्हिलचेयरमा बसेर अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सहभागिता जनाए हैन। त्यस्तै फरक किसिमको काम गरेर चर्चा कमाउने व्यक्ति शेर्पा हुन्। 12 शेर्पा हुन्। उनको नेतृत्वमा सगरमाथामा 10,368 केजी फोहोर सङ्कलन गरिएको थियो। उनको यो काम हैन वातावरणीय क्षेत्रमा विश्वको नमुना योग्य थियो। यसले संसारको ध्यान नेपालतर्फ खिचेको थियो। त्यस्तै सौगात विष्टले गत 7 वर्षको उमेरमा चलचित्र निर्देशन गरेर विश्वको कान्छो चलचित्र निर्देशक बन्ने सौभाग्य प्राप्त गरे। त्यसै गरी लगातार 90 घण्टासम्म भाषण गरेर अनन्तराम केसीले विश्वव्यापी चर्चा पाए। वन्दना नेपालले पनि लगातार 126 घण्टासम्म नृत्य गरेर संसारलाई नै के गरे चकित बनाइन्। थुप्रै नेपालीले आफ्नो कीर्तिमानद्वारा विश्वलाई चकित बनाएका छन्। यसरी आफ्नो प्रतिभा वा सामर्थ्यलाई उजागर गर्न निरन्तर साधना आवश्यक हुन्छ भनेछ। माथिका उदाहरणमा जस्तै तपाईमा पनि कुनै न कुनै क्षेत्रका प्रतिभा वा सामर्थ्य होला। तपाईमा भएको प्रतिभा वा सामर्थ्य कक्षामा प्रस्तुत गर्नुहोस् भनेको छ। यो चाहिँ तपाईको कस्तो प्रकारको ट्यालेन्ट छ, खुबी छ हैन, त्यो तपाईले प्रस्तुत गर्नुहोस् है त। हुन्छ, आजलाई हामी यतिमै रोक्छौँ। बाँकी भाग चाहिँ यो भाषिक संरचना, वर्ण विन्यास र यो चाहिँ नि ग्रामर व्याकरणको पाठ छ। यो चाहिँ हामी भाग 2 मा यो यसको बारेमा अध्ययन गर्नेछौँ। र आज यो शहीदहरूको सम्झनाको कविता को अध्ययन भाग 1 लाई हामी यहाँ अन्त्य गर्छौँ। फेरि भाग 2 को ग्रामर अथवा व्याकरणीय पक्षलाई, वर्ण विन्यास, शब्द लगायतका कुरालाई चर्चा गरेर तपाईहरुको बीचमा उपस्थित हुनेछौँ। धन्यवाद।